सनातन यो शब्द नसुन्ने प्राय कोही हुनुहुन्छ जस्तो मलाई लाग्दैन। पछिल्लो 4-5 दिनमा त यो शब्दले धेरै चर्चा पाइरहेको छ। के हो त यो सनातन भनेको? श्रीमद् भगवत गीतामा कृष्णले अर्जुनलाई उपदेश दिने क्रममा सनातन शब्दको पनि वर्णन गर्नुभएको छ। अच्छेद्यो यमदाह्योऽयम् अक्लेद्यो स्वस्य एव च नित्यः सर्वगतस्थाणु अचलोऽयम् सनातन। अर्थात् अच्छेद्यो अयम अदाह्यः, अच्छेद्य जसलाई काट्न सकिँदैन, टुक्र्याउन सकिँदैन, अदाह्य जलाउन सकिँदैन, अशोष्य जसलाई सुकाउन पनि सकिँदैन, जसलाई गलाउन पनि सकिँदैन, नित्य जो नित्य छ, सर्वगतस्थ सबै ठाउँमा सबैतिर व्यापक छ, अणु अत्यन्त सूक्ष्म छ, अत सर्वगतस्थ अणु अचलो अयम सनातन जो स्थिरमा पनि स्थिर रहनेवाला छ त्यो नै सनातन हो।